यो भन्दा अगाडिको प्रोजेक्टमा चाहिँ मैले क्लिक काउन्टर क्रिएट गरेको थिएँ, जहाँ चाहिँ एकचोटि क्लिक गर्दाखेरि 1 काउन्ट गर्थ्यो। हेलो साथीहरु, इट्स मी पन्नालाल पिके एन्ड इट्स माई डे 9 अफ लर्निङ वेब टेक्नोलोजी। मैले चाहिँ यो भन्दा अगाडिको प्रोजेक्टमा क्लिक काउन्टर क्रिएट गरेको थिएँ र त्यसैको कन्सेप्टलाई लिएर चाहिँ अहिले मैले फोटोको लाइक काउन्ट गर्ने क्रिएट गरेको छु। माथि एउटा फोटो राख्छु र त्यो फोटोको चाहिँ लाइकलाई काउन्ट गर्छ र त्योसँग एउटा रिसेट बटन नि राखेको छु। यो प्रोजेक्टमा चाहिँ मैले एउटा फोटोलाई HTML मा कसरी म्यानेज वेमा चाहिँ इन्सर्ट गर्न सकिन्छ भनेर बुझेँ र एउटा फोटोलाई चाहिँ कसरी एज अ बटनको रूपमा क्रिएट गर्न सकिन्छ भनेर बुझेँ। त्यसै गरी मैले चाहिँ रिसेट बटनको फङ्सन पनि बुझेँ र CSS को त अझ धेरै कुराहरू बुझेँ, जस्तै कि यो प्रोजेक्टलाई चाहिँ रेस्पोन्सिभ कसरी बनाउने, कन्टेन्टलाई क्लियर कसरी देखाउने, अनि कलर, फन्ट, हैन, प्याडिङ, त्यसपछि मार्जिन, बोर्डर सबै कुराहरू चाहिँ मैले CSS मा एकदमै राम्रोसँग बुझेँ र मैले स्ट्रक्चर पनि क्रिएट गरेँ अनि त्यसपछि स्टाइलिङ पनि युज गरेँ र बाँकी अन्तिम भनेको चाहिँ यसको ब्रेनको काम थियो। सो ब्रेन भनेको चाहिँ जाभास्क्रिप्ट युज गर्ने। जाभास्क्रिप्टले चाहिँ बटन क्लिक गरेपछि त्यहाँ भएको नम्बरलाई इन्क्रिज गर्ने काम गर्छ र स्क्रिन अपडेट गर्छ। त्यो सँगै HTML मा रियल टाइम चेन्ज देखाउने काम गर्छ। विदाउट जाभास्क्रिप्ट चाहिँ बटन क्लिक मात्र हुन्छ तर नम्बर चाहिँ स्ट्याटिक नै रहन्छ। सो जाभास्क्रिप्टले कसरी काम गर्छ, जाभास्क्रिप्टको हल्का DOM को बारेमा बुझेँ र अनि HTML को जुन आइडियाहरू हुन्छ जाभास्क्रिप्टमा कसरी इम्बिडेट गराउने भन्ने कुरा पनि बुझेँ र त्यो सँगै जाभास्क्रिप्टमा चाहिँ हामीले क्रिएट गरेको कन्स्ट्यान्ट जुन भ्यालु हुन्छ त्यसले कसरी काम गर्छ भनेर पनि क्लियर भए। सो वेब टेक्नोलोजीको मेरो जर्नी चाहिँ कन्टिन्यू नै छ। नेक्स्ट प्रोजेक्ट चाहिँ म अलिकति डिफ्रेन्ट बनाउने छु। जाभास्क्रिप्ट, HTML र CSS लाई मैले सँगसँगै लिएर जानेछु। थ्याङ्क्स फर वाचिङ।